भ्लग है त आज हामी यो सबै प्लान मेकर म भएर यत्रो सुन भाइ म नआएको भए यस्तो केही हुन्थेन यहाँबाट दाइ चढ्नुहुन्छ तिमीलाई याद छ किन यहाँबाट दाइ चढ्नुहुन्छ अनि हामी होराइजनको क्लिप काटौ अब हामी मेला जाँदैछौँ र म एक्लै काफी छु है गाइस तिनवटा रामनगरलाई म एक्लै न्यू लाइफ साँच्चै खाइदिन्छु बेस्ट लाइफ न्यू लाइफ फर बेस्ट लाइफ चुज न्यू लाइफ सबसे राम्रो न्यू लाइफ न्यू लाइफ इज द बेस्ट है हाम्रो पिन्चे सरको नामै जनक छ छोड न हामी न्यू होराइजन हो कि अब न्यू होराइजन तर न्यू लाइफ इज द बेस्ट तर रामनगर अलवेज हेर्न तीनजना भएर म एउटा न्यू लाइफ कसरी लड्यो होइन अब मेला आउनु लागिसक्यो अब हामी मेला गएर यस्तो रमाइलो बेला बेलामा गर्नुपर्छ त्यही भएर म न्यू लाइफबाट छुट्टी छ यार यस्तो नयाँ नयाँ साथीहरू भेट्नुपर्छ म वहाँ अर्को जिल्ला अर्को प्रोभिन्सको म न्युजिल्यान्डबाट आएको मैले मेरो काटा इन्कै गरेर छोडेँ यार सानो क्युट काटा क्या गाइस एउटा केटाले मोनिकालाई छेड्यो मोनिका सङ्गम रक्षालाई छेडेको अवस्था हुन त म यिनीहरूको सुरक्षा गर्नलाई छु के अरे त्यही नि अब ओए म त एनसीसी हो फेरि हानिदिन्छु तिनटैलाई क्यामराम्यान नेभर डाइज यस क्यामराम्यान नेभर डाइज टुरमा जाने बिचरा मोनिका त म्यानेजमेन्टबाट जान्छन् सरले भनौँ मिल्दैन कि त्यस्तो म्यानेजमेन्ट साइन्स कि नि म्यानेजमेन्ट उस्तो मिल्दैन हामीसँग भन तिमी साथी खाने कि नै तिम्रो क्लासको कोसँग मिल्छौ कोसँग मिल्छौ मसँग त पहिलेको हो नि त यो कहाँबाट आयो म न्यू लाइफ पढेको न तिनवटा रामनगर पढेको तर यिनीहरू त पुरानो बट हामी एकदम मिल्छौँ हामी सबै मिल्छौँ यिनी त म्यानेजमेन्ट हुन् त्यही पनि खोइ कहाँबाट मिल्ने यिनी के होइन के तिमीहरूको त साथी बहिनी त सँगै पढेको त्यसै पनि मिल्ने भयो नि त तर मेरो त चिम्रो होइन साथी तँ नबुझेको र तिमीहरू सेम स्कुल पढेको यिनी म्यानेजमेन्ट गीत गाउँदै भनेपछि चल्यो है तर मेरो कुरा बुझेन कि हामी नै बोलेको मेरो कुरा सुन है मेरो कुरा बुझ के तिमीहरू एउटै स्कुल पढेको अब हामी पुगिसकेको छौँ मेलामा शान्त छ अहिले 3 बजे 3:30
धन्य ठोकिदिएको हाम्रो बच्चा बच्चीको बसले अब हामी आइपुगेको छ अन्ली विथ फोर के हामी मात्र अङ्कल किन बोलिरहेको हेर्दै आउँछ त अङ्कल एउटै एक्लै एक्लै हो के आगमन हुने पनि जारी छ अङ्कल के खोज्नु एक्लै बहिनीहरू छत पनि हेरेर खानु होला के मान्छेहरूले अब हामी जाउँ डाइरेक्ट भित्र हाल्दै पर्फर्मेन्सको लागि रेडी पोजिसन के बोलेको कसैको बोलेको Okay, let's go. मजा आउँछ एउटा खेल्ने होइन मोनिका ठुलो के